हेलो एभ्रिवान, म चाहिँ अहिले मेरो रुमको बाल्कनीमा छु हैन। बाल्कनीमा यहाँ छोरा पस्ता छ, यति सम्म हिउँ परेको छ। यहाँ चाहिँ सम्म भएर यत्रो धेरै हिउँ जम्मा परेको छ हैन। म चाहिँ यहाँ हिउँ सफा गर्न लागेको छु। चाबेल छ त्यसको लाएर, अनि यो चाहिँ के हो फेरि, यो त तरबार जस्तो छ त। के हो यो खासमा, यो चाहिँ के हो भन्ने कुरा हो। ग्लासियर गन छ है मसँग चाहिँ। यस्तो ओहो, के हो यस्तो, अर्को पनि छ यहाँ। ल यो चाहिँ प्राकृतिक रूपमा प्रकृतिले दिएको आफ्नै अर्गानिक है यो चाहिँ। जोस्, यो चाहिँ मलाई मन पर्यो। यो नपग्लिनु भयो त म सजाएर राख्थेँ यसलाई हैन, तर के गर्नु, यो पग्लिन्छ। यस्तो छ यो, के गन जस्तो छ हैन।